केपी शर्मा ओली आज उनी शक्तिभन्दा बढी विवादको पर्याय बन्दै गएको छ। राष्ट्रवादको नारा लगाउने नेता तर आफ्नै पार्टी फुटाउने व्यक्ति, स्थिरताको कुरा गर्ने नेता तर संसद दुई पटक भङ्ग गर्ने प्रधानमन्त्री। आजको यो भिडियोमा म ओलीको सबै नराम्रो पक्ष, असफल निर्णय र विवादित इतिहास एक एक गरेर भन्नेछु। अहङ्कार र म बाहेक कोही छैन भन्ने मानसिकता, ओलीमाथि सबैभन्दा ठुलो आरोप अहङ्कार। अनि उनको शैली यस्तो देखियो कि आलोचना सहनै सक्दैनन्, फरक मतलाई शत्रु ठान्छन् अनि पार्टीभित्र लोकतन्त्र होइन आदेश चलाउँछन्। यही कारण एमाले विभाजन भयो, माधव नेपाल जस्ता पुराना सहकर्मी टाढिए, पार्टीभित्रको डरको राजनीति बढ्यो। नेतृत्व होइन एकल वर्चस्व चाहिएको आरोप उनलाई लाग्दै आएको थियो र अहिले पनि लाग्दै आइरहेको नै छ। संविधान र लोकतन्त्रमाथि प्रहार ओलीको सबैभन्दा गम्भीर गल्ती हो। संसद विघटन दुई पटक भयो। यो कदमले संविधानको आत्मामाथि नै प्रहार गरेको थियो। अब लोकतन्त्रलाई कमजोर बनायो, अदालतले समेत असंवैधानिक ठहर गरिदिएको थियो। यसले ओलीको लोकतान्त्रिक प्रतिबद्धतामाथि नै गहिरो प्रश्न उठायो।